पनि टिपिसक्यो हामी त टिप्न प्राय चाहिँ हामीले लक्ष्मी पूजाको अघिल्लो दिनै रोटीहरू बनाएर रेडी गर्छौँ। भोलि चाहिँ ठ्याक्कै लक्ष्मी पूजा र कुकुर तिहार एकै दिनमा परेर हामीलाई अलि गाह्रो भएको थियो। चाँडो गरिरहेको थियौँ। हामीले चाहिँ फुलहरू चाहिँ भोलि नै बुन्ने भनेर आज चाहिँ रोटीको कम्प्लिट गर्ने सोचेका थियौँ। अब हेरौँ कति सिद्धिन्छ गर्दै जाऊँ। इफ कम्प्लिट भएन भने चाहिँ भोलि त्यसैमा कन्टिन्यू गर्नुपर्छ। नभन्दै सबै रोटी बनाएर पनि सिद्धियो। The next day. पानी तो जा रहे के गर्दैन के गर्नु ए के अनि त्यसरी गरेपछि त टुकिहाल्छ नि। पूजा सामग्री सबै टक्क बनाएर हामी चाहिँ लाग्यौँ तल रङ्गोली बनाउन। मम्मीले चाहिँ लिपोत गर्दै हुनुहुन्थ्यो। फर्स्टमा चाहिँ हाम्रो रङ्गोली बनाउनुभन्दा अगाडि चाहिँ लिपोत गर्नुपर्छ अनि बल्ल रङ्गोलीको पालो आउँछ। यतैमा चाहिँ राम्रो थियो जस्तो छ। हुन्छ नि कलर नलाउँ। मैले चाहिँ सबै काम गरेर हो बसेको। भगवान गोलो बनाउनु पर्यो नि त। त्यही हुन्छ के यसो गर्ने पहिला यसो गर सेतो ला पहिला यसो लपक्कै बत्ती बालेर यताउति जम्मै रङ्गोली बनाएर पनि सिद्धो। माथि पूजाहरू पनि सिद्धो। अब लिएर जान्छु कस्तो देखिया छ भ्यू हेर्न जाऊँ। केही काम नगर्ने मान्छे बवाल भ्यू देखिया। म माथिबाट देखाउँछु। The next day. आजको दिन चाहिँ सबैको लागि स्पेसल हुन्छ। यो दिनमा चाहिँ दिदी बहिनीले चाहिँ आफ्नो दाजुभाइको दीर्घायु स्वास्थ्य र सुख सम्पत्तिका लागि टीका लगाइदिन्छन् र भाइले चाहिँ आफ्नो दिदी बहिनीको सुरक्षा गर्ने बाचा गर्छन्। Years later. ए आकाशे ढाक ए एसमा घर का ए लाला बाला शाही जोड़ा पहन के आई जो बन के वही तो मेरी स्वीट हार्ट है। ए इतने जाने धन्यवाद।